हामीले प्राप्त गरेका छौं। 1,24,08,000 रुपैयाँ हामीले यसपालि पनि प्राप्त गरेका छौं। हामीले घटाउन भनिराख्नु भएको थियो तर हामीले घटाउन दिएका छैनौं। देशको नगरपालिकामा राजस्व वृद्धिको लागि के गर्न सकिन्छ भनेर अहिले विराट छलफल हुँदैछ। हामीहरूको वार्षिक आय नगरपालिकाको 20 करोड भन्दा माथि जान सकेको छैन, जसको कारणले हामीले चाहेको जति विकास गर्न सकिरहेका छैनौं। हामीले वडामा धेरै बाटाघाटाहरू छन्। यो 23 वार्ड मध्ये सबैभन्दा ठूलो वार्ड र भौगोलिक हिसाबले पनि ठूलो भौगोलिक क्षेत्र भएको र बाटाघाटाहरू पनि थुप्रै भएको हुनाले हामीले जुन बजेट प्राप्त गरेका हुन्छौं त्यो बजेटबाट सानोतिनो पुलियाहरू, सानोतिनो बाटोहरू, सानोतिनो ग्राभेलहरू भन्दा अरूतिर हामीले काम गर्न सक्ने अवस्था छैन। हामीले प्रदेश सरकार र संघीय सरकारबाट माग गरिरहेका हुन्छौं तर तपाईहरुले सुन्नुभयो होला केही सीमित नेताहरूको निर्वाचन क्षेत्रमा बजेटहरू मात्र विनियोजित गरेको मैले पाएको छु। के तिनीहरू सदनमै पनि कुरा उठ्यो, सरकार पक्षीय सांसदहरूले कुरा उठाए कि 5 जनाको सांसदहरूको मात्रै निर्वाचन देश हो। जुन वर्षौं वर्षका गाउँहरू छन्, सयौं वर्ष पुरानो गाउँहरू छन्, ती गाउँमा विकास भएको छैन। अहिले पनि हिलो मुक्त भएको छैन, हिलोको हिलो छ। तर अहिले पहुँचको आधारमा यदि कुनै जग्गामा घर बनाएको छ भने एउटा कुनै हाकिम शासक होस् या कुनै अर्थ मन्त्रालयको होस् भने त्यहाँ पिच पुगेको अवस्था मैले पाएको। यो विवेक कहिलेसम्म राज्यमा, जबसम्म यो विवेकको अन्त्य हुँदैन तबसम्म यो विकास गर्न सम्भव छैन। त्यसकारणले